एकदम नेक्स्ट लेभल ड्यामेज छ हजुर, यो एकदम सिरियस कन्डिसन छ, नेक्स्ट लेभल ड्यामेज छ। माथिको ग्लेसियर फुटेको छ, त्यो फुटेको अनुसारमा तपाईँको पुरै बस्ती बगाएको छ होइन। ड्यामेजको अहिले आङ्कलनै गर्न सकिँदैन, नेक्स्ट लेभल छ यो। सेकेन्ड टाइम पनि जानु सक्छ होइन। अब 7 मिटरसम्म अझै पनि पानी छ त्यहाँ भन्ने कुरा छ होइन। त्यही भएर अझै पनि हामीले चाहिँ हाई अलर्टमा राखेर त्यहाँको मान्छेहरूलाई चाहिँ इभ्याकुएट गर्नुपर्नेहरू हामीले चाहिँ गरिरहेछौँ त्यसमा चाहिँ अहिले मेन। तर अहिले चाहिँ अब तपाईँहरूको अब चान्स पाइहाल्यो होइन, मिडिया मार्फत म एउटा के पनि भन्न चाहन्छु, जहाँ चाहिँ रेस्क्यु चाहिरहेछ त्यहाँ चाहिँ तपाईँको कस्तो हुन्छ भन्दाखेरि हामीलाई हेलिकप्टरहरू उडाउँदाखेरि सजिलो चाहिँ हामीलाई के हुन्छ भने त्यहाँ आगो कोसँग लाइटरहरू होला के छ होला, त्यहाँ चाहिँ कुनै आगो बाल्यो भने चाहिँ हाम्रो ठ्याक्क त्यो सिग्नल पाउँछौँ क्या हामीले कहाँबाट रेस्क्यु गर्ने भनेर होइन। अनि सबै सहायक सिडीहरूको हामीले नम्बर पब्लिस गरिदिन्छौँ, त्यही नम्बरमा चाहिँ कल गरेर हामीले यो ठाउँमा हाम्रो रेस्क्यु चाहियो भनेर भन्यो भने चाहिँ हामी त्यही अनुसारमै रेस्क्यु गर्नु थाल्छौँ हामीले चाहिँ होइन। तर मेन चाहिँ अब थाहा हुँदैन नि त, अब हामीले रेस्क्यु चाहियो भनेर भन्दाखेरि सिग्नल त चाहियो। सिग्नल चाहिने चाहिँ हामीले कस्तो हुन्छ नि, हामीले पहिला रेस्क्यु गरेका छौँ यो कुरामा चाहिँ सिग्नलको लागि चाहिँ एउटा सानो हेलिप्याड जस्तो बनाइदिनु पर्ने हुन्छ। त्यहाँ चाहिँ अब अलि हेलिप्याड भन्नाले अलिक यो ठाउँ चाहिँ भनौँ न अलि एउटा हेलिकप्टर अट्ने ठाउँ होइन, हेलिकप्टर अट्ने ठाउँ बनाउनु पर्ने हुन्छ। र त्यो ठाउँमा आइडेन्टिफाई गरेपछि त्यहाँ आगो बालेर चाहिँ तपाईँको धुवाले सिग्नल दिनुपर्छ, त्यसपछि चाहिँ हामीलाई रेस्क्यु गर्न चाहिँ सजिलो हुन्छ। त्यसपछि चाहिँ यो चाहिँ एउटा सबैजना सर्वसाधारणलाई चाहिँ नोटिस गर्नु चाहेँ मैले है। अनि उद्धारको लागि तपाईँको सबै सामानहरू सबै हामीले रिलिफ डिस्ट्रिब्युसनको लागि सामान पहिलो चाहिँ हाम्रो प्राथमिकता रेस्क्यु हुन्छ क्या। अहिले सबै हेलिकप्टरहरू परिचालन हामीले गरिसकेका छौँ होइन। कुनै पनि कसैको लागि प्राइभेटली उडाउनु पाइँदैन अहिले, सबै रेस्क्युमा फोकस गर्नु, किन रात पऱ्यो भने रेस्क्यु गर्न गाह्रो हुन्छ। सो पहिलो प्राथमिकता भनेको चाहिँ हामीले चाहिँ रेस्क्युको लागि हेलीहरू सबै डिप्लोय गरेर रेस्क्यु टिमहरू त्यही अनुसारमा डिप्लोय भइसकेको छ अहिले चाहिँ, बुझ्नुभयो। यसपछि भने सेकेन्ड रिलिफ अनि उहाँहरूले बस्ने व्यवस्थाहरू छुट्टै हुन्छ नि त त्यो त होइन। क्लस्टरहरू सबैजनासँग लिस्टमा आएर रिलिफहरू के छ अहिले नै लिस्ट गरिहाल्नु पर्छ। अनि उड्ने उछिनहरू के गाडी सुत्न गाह्रो हुन्छ भने होइन। अनि त्यसपछि त्यहाँ सेनिटेसनको पार्टहरू हुन्छ, त्यो सेनिटेसनको पार्टहरू खानाहरू उड्ने उछिनहरू चाहिँ रेडी गरिहाल्नु। तर फर्स्ट चाहिँ यताबाट छुट्टै टिमले गर्दै गर्छ, तर हामीले यतापट्टि रेस्क्यु टिम चाहिँ छुट्टै हुनु पऱ्यो कि, रेस्क्यु टिमले रेस्क्यु गरिदिनु है। मिक्स एयरपोर्ट पुगेर आउँछ।